हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। आज मलाई खासै सन्चो थिएन, त्यसकारणले मलाई खासै भिडियो खिच्ने मन पनि थिएन। तर मैले 2 दिन अगाडि चाहिँ एउटा च्यालेन्ज लिएको थिएँ, डेली चाहिँ एउटा भिडियो पोस्ट गर्छु भनेर। अनि आफैले आफैसँग गरेको च्यालेन्ज पूरा नगर्ने भने त म आफैले आफैलाई के भन्छु होला भनेर चाहिँ मैले आज थोरै क्लिपहरु लिएको छु। हिजो चाहिँ म मूलपानी पुगेको थिएँ अनि मूलपानीबाट बिहान फर्किएँ अनि आइसकेपछि साथीले खाना बनाकी रहेछन्। खाना खाएवरी अफिस गए अनि अफिस टाइम सकिसकेपछि थोरै सामान लिनुपर्ने थियो। भिरकुटी मण्डप पुगे अनि भिरकुटी मण्डपबाट सामान लिएर आइसकेपछि चाहिँ रुममा साथीहरु यसरी बसिरहेका रहेछन्। अनि चिया त पिउनै पर्यो अनि मैले चाहिँ चिया बनाएँ अनि मेरो साथीले चाहिँ आँप काटिन् हैन। अनि हामी सबैजना मिलेर आँप खायौं अनि चिया खायौं। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। आज खासै सन्चो पनि छैन अनि म चाहिँ अहिले रेस्ट गरिरहेको छु। थ्यांक यू फर वाचिङ।